हाई गाइज, हजुरहरूलाई स्वागत छ मेरो फुपूको मिनी भ्लगमा। मेरो फुपू चाहिँ यहाँ कस्तो नाटक पारेर बस्नुभयो। फुपू बिरामी भएर चाहिँ मैले फुपूको भोइस ओभर गर्दैछु म चाहिँ अहिले यहाँ चाहिँ छिन् हाम्रो नानीले चाहिँ हेर्दैछिन् टिभी। अनि म चाहिँ छु यहाँ खाना पकाउँदै। मेरो काम भनेको सधैँ खाना पकाउने हो, मिठो मिठो खाना पकाउने। अनि मिठो मिठो पकाएर हजुरहरूलाई मेरो फ्यामिलीलाई मिठो मिठो खुवाउने। अनि हामीले चाहिँ यहाँ फुपूको पुरानो भ्लगहरू हेर्दै बसिरहेछौँ टिभीमा, भ्लग हेर्दै खाना खाँदै टक्क लाएर। अब मैले खानासाना पकाएपछि त फुपूले गर्नुपर्छ सफा। फुपूले चाहिँ गरिदिए हुनुहुन्छ यहाँ किचन सफा, भातहरू खनाउँदै हुनुहुन्छ, तरकारी खनाउँदै हुनुहुन्छ। त्यसपछि हाम्रो फुपूले गर्नुहुन्छ सफा, ग्यास टलक्कै पराले टल्काउनुहुन्छ। अब मगरको भोलि जिब्रो लडपडिहाल्छ, नरिसाउनै गाइज। हाम्रो फुपूले यति ग्यास टल्काउनुहुन्छ कि यति टल्किने गरेर सफा गर्नुहुन्छ कि यति टल्किने गर्नुहुन्छ। हजुरको भाग्य पनि के टल्किन्छ होला, त्यति ग्यास टल्किन पाउनु चाहिँ कति भाग्यमानी छ ग्यास फेरि। ओहो हुन नि हो, कसैलाई रुवाएर अर्काको आँसु खसालेर त आँसुलाई पुस्नुभन्दा यही ग्यास पुसेको फाइदा नि त। आमा पनि खुसी हुनुहुन्छ, त्यसपछि फुपू नि खुसी, म नि खुसी, हाम्रो फ्यामिली नै खुसी। यति काम गरेपछि अब छोरी मान्छे भएपछि यति गर्नै पर्यो। दुःख छ छोरी मान्छेलाई नि, धेरै धेरै दुःख छ, के गर्ने। अब फुपूले अब टल्काउँदै हुनुहुन्छ, भनेको थियो नि यति टल्काउनुहुन्छ कि यति घोट्नुहुन्छ घोटी। त्यो भाग्य पनि, त्यो भाग्यमा लेखेको चिज पनि त घोटी मेटिन्छ होला के त्यस्तो गर्दाखेरि त। हाम्रो त्यति ग्यास टल्काउनु चाहिँ घोटी ग्यास टल्काउनु चाहिँ। म चाहिँ त्यो त्यहाँ टिभी हेर्दै। अब हाम्रो फुपू लाग्नुभयो भाँडा माझ्नतर्फ, भाँडा टर्लक्क पार्नलाई माध्य हुनुहुन्छ। हाम्रो फुपू के कम हुनुहुन्छ र के कम, डिजे भन्दा कम हुनुहुन्न क्या हाम्रो फुपू। डिजेले भन्दा बेसी भाँडा बजाउनुहुन्छ हाम्रो फुपूले। भाँडा टलक्क टल्काउने काम गर्दै हुनुहुन्छ। यदि हजुरहरूको गाउँमा होइन बिहा हुन लाग्छ, व्रत बन्द हुन लाग्छ, केही कार्यक्रम हुन लाग्छ भने हाम्रो फुपूलाई भाँडा बाँध्न सम्पर्क गर्न सक्नुहुन्छ कि। हाम्रो फुपूलाई भाँडा बाँध्नेलाई सम्झिनु होला, यति दामी भाँडा बाँध्नुहुन्छ कि टलक्क टल्काइदिनुहुन्छ हाम्रो फुपूले चाहिँ। अनि फुपूलाई यदि हायर गर्न मन छ भने चाहिँ हाम्रो फुपूको नम्बर 98 डररट, किनकि मलाई नम्बरै आउन, त्यही भएर डररट भनिदिएको गाइज होइन। के गर्ने, अब नम्बर याद राख्न नि दिमागै छैन, के गर्ने। अब यहाँ कुकरले मेरो पालो कति बेला आउँछ, मलाई कति बेला मात्छन् भन्दै थियो, ठ्याक्कै कुकरको पालो आएछ। अब कुकर पनि मात्दै हुनुहुन्छ फुपूले, टक्क लाएर टलिक्क पार्दै हुनुहुन्छ फुपूले। अनि चाहिँ कुकर माझेपछि फेरि कुकरको ढक्कन नि माझ्नै पर्यो राम्रोसँग। अब त्यसलाई फुक्दै हुनुहुन्छ, नफुक्यो भने फेरि त्यहाँबाट हावा पास हुन्न नि त। अनि त्यहाँ जमेको कि भनेर फुक्दै हुनुहुन्छ। फेरि जमेको रहेछ त्यही बेला खाना पकायो भने त पड्क्यो भने हामी मरिन्छ। अब मर्न त भएन नि त, डराउनु पऱ्यो नि त। त्यही भएर पहिले सफा गर्न पर्यो राम्रोसँग। फुपूले गरिदिनुहुन्छ बेसिन सफा, सबै चिज टल्काएपछि त बेसिन फोहोर भएको राम्रो देखिन्न नि त गाइज। त्यही भएर बेसिन पनि टलक्क पार्दै हुनुहुन्छ हाम्रो फुपूले। फेरि टल्काउनमा फेरि हाम्रो फुपू, टल्काउन र चम्काउनमा फेरि हाम्रो फुपू मस्त एक नम्बर हो के भन्ने। अब यहाँ किचन देखाउँदै हुनुहुन्छ टल्कायो भनेर सारा दुनियाँलाई। त्यसपछि यहाँ नानीलाई नुहाएर यहाँ रेडी पारेर नाक कोट्टाइदिनु भयो। एक भुवा कान्दिनु भयो बिचरा नानी, ढलाइदिनु भयो। ज्यानै त्यत्रो खत ढलाइदिइहाल्नुहुन्छ नि। अब म यहाँ छु होइन, बिस्तारै बिरामी भएको थियो नि त म, अब सुतेँ म। अब चाहिँ हामी शनिबार बजार रानी बगिया, हाम्रो गाउँमा चाहिँ यस्तो ठुलो बजार लाग्छ शनिबारको दिन। अनि चाहिँ हामी चाहिँ बजार एक्सप्लोर गर्दैछौँ। अब एक्सप्लोर गरिहाल्नु पऱ्यो नि त, हामी त घुम्न र खान अनि सब्जी लिन मात्र पनि बजार आउने, अरू केही होइन। कामै त त्यही हो नि, बजारै आउने। अनि हामी चाहिँ अब हामी आयौँ खाना, डाइरेक्ट खाना आयौँ। हामी त खाने काम हो, पहिला सुरु पेट पूजा गर्नुपर्छ। अनि मैले यहाँ मगाएको थिएँ चाउमिन, हाम्रो फुपूले मैले मगाएको थिएँ चाउमिन दिदी हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ उहाँ दाइले चाहिँ। अनि चाउमिन आयो, चाउमिन पनि मैले नि खाएँ, फुपूले खुवाइदिनु भयो मलाई। अनि मैले भन्दैछु मिठो, अनि फुपूले नि खानुभयो। फुपूले खाएपछि फुपूले मिठो भन्दै टाउको हल्लाउनु भयो। बर्गर मगाएर खाएको, अब बर्गरमा त चिकन होइन कि आलुको टिक्की रहेछ। तर के गर्ने, 70 रुपियाँमा कति नै एक्सपेक्ट गर्ने हो न गाइज। अनि त्यसपछि हामी आयौँ फेरि हरियो परियो किन्नलाई। अब जङ्क फुड खाएपछि त हरियो परियो नि खानै पऱ्यो नि त, हेल्दी रहनै पऱ्यो नि त। तरकारी नि कति महँगो हो कि गाइज अहिले त, छ्या उफ। अब चाहिँ हामी आयौँ चुराको सेक्सनमा। अब चुरा हेर्न आएको, अनि त्यसपछि कस्तो चुरा रहेछ अहिले मार्केटमा भनेर हेर्न आएको। अन्त चाहिँ मलाई चाहिँ यहाँ सेतो चुरा मन परेको थियो। अनि फुपूलाई चाहिँ मैले यो किनिदिनु न भन्दै थिएँ होइन। तर मलाई मन पर्दैन, फुपूलाई जिस्काएको मात्र है। अनि त्यहाँ चाहिँ फुपूले हेर्दै हुनुहुन्थ्यो, कश्मिरी हो कि चश्मिरी भन्ने चुरा चाहिँ अहिले चलेर रहेछ नि त। अनि महँगो मात्र। अनि त्यो हेर्दै हुनुहुन्थ्यो। पुसेले फेरि गिफ्ट गरिदिने रे आफ्नो बुढीलाई।
पुसैले अब यहाँ चुरा किन् भनेको अनि फुपूले यहाँ मक्ख परेर चुरा किन्दै हुनुहुन्छ नाप्दै हुनुहुन्छ चुरा चाहिँ यहाँ अनि उहाँलाई चाहिँ पर्पल चुरा मन परेर यहाँ पर्पल चुरा नाप्दै हुनुहुन्छ अनि चुरा चाहिँ लाउन पाएर यहाँ हाम्रो फुपू भइन् खुब खुसी यो सुड्डीलाई त चुरा लाउन पाएर त वाला मक्खै परेर हो भुइँमा खुट्टा छैन आकाशमा उडिरहन् अहिले पनि आकाशमा उडिरहन् चुरा लाउन पाएर कश्मिरी चुरा रे हेर्नुहोस् 750 भनेको थियो कति महँगो हो के छ्या 650 मा लियौँ हामीले चाहिँ अनि त्यसपछि आयौँ हामी वाटरमेलन किन्न फ्रुट्स पनि त खान पर्यो नि त फ्रुट्स खाएर हेल्दी रहन पर्यो अब यहाँ चुरा देखाइरहनु भयो छिन 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 पारेको गर्नुहुन्छ जहिले नि यो चुरा लाउन पाएर मक्ख परेर आयौँ हामी अब यहाँ टी सर्ट किन्न नानीलाई टी सर्ट किन्यौँ यहाँ पनि चुरा देखाएर हैरान फेरि छ्या कति चुरा देखाएको यो फुपूले वाक्क परे म त यो चुरा देखेर आयौँ हामी यहाँ चामल किनेर अटो चढ्यौँ यहाँ पनि चुरा देखाएर हैरान छ फेरि अनि अटो चढेर चाहिँ हामी आयौँ घर आयौँ दादाहरूसँग बसेर वाटरमेलन खायौँ अनि वाटरमेलन खाएर चाहिँ हामी बस्यौँ एकछिन अब यहाँ फुपूले भन्दै हुन्छ मिठो 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 अनि त्यस आज चाहिँ 2 जना कस्टमर आउनुभएको थियो सानो सानो बुके लिनलाई उहाँहरूले चाहिँ आफ्नो टिचरलाई दिने रे त्यही भएर चाहिँ बुके लिन आउनुभएको थियो हाम्रो फुपूले बनाउँदै हुनुहुन्छ बुके अनि हजुरहरूलाई पनि एकदमै अफोर्डेबल प्राइसमा राम्रो बुके चाहिए भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ब्लजम बुकेलाई अनि यहाँ पर्फ्युम छिर्दै हुनुहुन्छ हाम्रो फुपूले चाहिँ बसाउने गराएर दिनु पर्यो नि त अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो आजको सानो क्युट कस्टमर उहाँले चाहिँ हो हामीलाई यहाँ बुके अर्डर दिनुभएको अनि आउनुभएको थियो लिनलाई अनि चाहिँ हाम्रो फुपूको कमाई आजको यति रहेछ कमाई फुपूको यहाँ आफ्नो पैसा पाएर कमाएको पैसा पाएर उहाँ मक्ख हुनुहुन्छ हाम्रो फुपू चाहिँ उहाँ चुरा देखाउँदै पैसा देखाउँदै मक्ख पर्नुभएको छ के गर्ने अनि त्यसपछि चाहिँ हामी बनाउन लाग्यौँ बुके अर्को अर्डर आएको थियो यति नै हो गाइज बाई बाई लभ यु